एकैछिन यो दृश्य हेरौँ है। हाम्रो यस स्कुलतिर त यस्तो खालको सिस्टम चलन रहेको छ, हजुरहरूकोतिर के कस्तो रहेको छ र हजुरलाई यो सिस्टम कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। कुनै पनि स्टुडेन्टहरूको बर्थडे वा जन्मदिन हुँदा एसेम्ब्लीको दिन सम्पूर्ण स्कुल फ्यामिली मिलेर बर्थडे विश गर्ने गरिन्छ। त्यो दृश्य हजुर देख्नु भइरहेको छ। सबैजना मिलेर बर्थडे विश गरिन्छ र एउटा बर्थडेको दिन डोनेसन गर्ने बक्स रहेको छ। त्यसमा चाहिँ जङ्क फुड चकलेटहरू बाँड्ने पैसा चाहिँ त्यो डोनेसन बक्समा आफूले सकेको केही रकमहरू डोनेसन पनि गर्ने गरिन्छ र बर्थडे स्टुडेन्टलाई बर्थडे विश सँगै जन्मदिनको उपहार स्वरूप पढ्नको लागि आवश्यक पर्ने सामग्रीहरू प्रदान गर्ने गरिन्छ र यस स्कुलमा बर्थडेको दिन चाहिँ चकलेटहरू बाँडिँदैन, प्रतिबन्ध गरिएको छ र हजुरले पनि विश गरिदिनु होला। हजुरहरू कमेन्ट पढेर उहाँ खुसी हुनुहुन्छ। मलाई चाहिँ यो सिस्टम एकदमै व्यावहारिक र इन्ट्रेस्टिङ लाग्छ। अब हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला र हजुरकोतिर के कस्तो चलन छ त्यो पनि भन्नुहोला। थ्याङ्क यू।